आज धेरै दिनपछि टलक्क घाम लाग्यो 8 बजे 8-9 बज्दै घाम लाग्यो। यस्तो घामको मुहार देख्नु पायो। दिउँसो गर्मी भएर औडा हुनेवाला छ। तर बिहान 10-11 बजीसम्म घाम लाग्थेन हिजोसम्म। आज चाहिँ 7:30 मै ट्याक्क घाम लाग्यो। खाना बसालेर चिया खाने बेला भयो। आज प्यारेन्ट्स डे भनेर हिजै बेलुकादेखि नसुतेर बिहान 7 बजेदेखि मेकअप गर्दिनँ म नाच्ने हो भनेर उत्पात छ। यहाँ 10 बजिसक्यो, 9 बजे जाने भनेको 10 बजिसक्यो भन्दै हतार उत्पात छ। अब मेकअप गरेर पठाइदिनु पर्यो नि। हामी चाहिँ 11 बजीतिर जानु पर्ला। अब मेकअप गर्ने तयारीमा छिन् नानी। जान चटारो भएर जेठो गइसक्यो। कान्छै पर्खेर बस्या दिललाई फेरि फर्केर के लिन आयो। स्कुल पनि 2 मिनटको बाटोमा छ के अरे। अघि नै गएको फेरि अहिले आयो। के लिन आयो जाने भनेको बल्ल बल्ल 12 बजे अम्क्यो। 12 बजे अम्किँदाखेरि उता आधी प्रोग्राम सकिसक्यो होला। बल्ल जाँदैछौँ। राम्रो चाहिँ भएन। यही पुनमको मेकअपले गर्दा यत्रो 12 बजेको क्या हामीलाई। होइन गाइज, मैले यस्तो औषधि खानु थियो, त्यही भएर अलिक बिरामी हो क्या म। भेट्न अब फलफुल सलफुल लिएर यसले अलि धेरै मेकअप गरेको। यसले पछाडि भिडियो बनाएको गानै है। यसको टिकटक आइडीमा गएर हेर्नु होला गाइज। सगुन ह सबै यसो लाइक कमेन्ट फलो। तर भिडियो छैन। आइडी मात्र भिडियो छैन। मेरो आइडी चाहियो भने भन्नु है। पुग्नु छ मेरो आइडी चाहिँ टिकटक आइडी। त्यहाँ सबले फलो गर्नु, लाइक गर्नु, कमेन्ट गर्नु। आज बनाएको भिडियो नि अपलोड हुन्छ त्यहाँ। ल गाइज बाई। अहिले गडगडाहट सुनियो। हामी आउन ढिला भएछ। एउटा सकिसकेछ क्या श्री शान्ति हो। हाम्रो स्वागत भइरहेको रहेछ। निकै सुन्दर प्रस्तुति रूपमा विविधता पूर्ण हाम्रो देश। यसरी एउटै क्लासमा विविध जात विविध भाषा भएका विद्यार्थीहरू जम्मा हुन्छन् र उहाँहरू झगडा भयो है भन्ने चाहिँ पाउँदैन। यो चाहिँ हाम्रो महानता हो। छोराछोरीहरूको र अब हामी के हो यो नृत्यको कार्यक्रमलाई अगाडि बढाउँछौँ र त्योभन्दा अगाडि हामी एकपटक राष्ट्रगान बजाउनेछौँ र राष्ट्रगानको लागि हामी सबै एकपटक उठ्नेछौँ आफ्नो स्थानबाट र सम्पूर्ण भाइ बहिनी समेत सबै उठेर हामी राष्ट्रगान बजाउनेछौँ। राष्ट्रगानको लागि सबै अगाडि आउनु होला भाइ। यहाँ उपस्थित हुनुभएका सम्पूर्ण अभिभावकहरूलाई यस शान्ति बढीको तर्फबाट र मेरो आफ्नो तर्फबाट पनि नमस्कार। विद्यार्थीहरूको पठन पाठन र विद्यार्थी भाइ बहिनीहरूको बारम्बार भनिरहेको छु, त्रिगुणात्मक सङ्गम हुनुपर्छ। एउटा स्कुल, अभिभावक र विद्यार्थी। जब यो तीनवटा चिजको त्रिगुणात्मक सम्बन्ध भयो भने विद्यार्थीहरूको पठन पाठन र र म एउटा कुरा जानकारी गर्न चाहन्छु यहाँहरूलाई र अन्तिममा अभिभावकहरूको लागि यहाँ धेरै पुरस्कारको व्यवस्था गरेका छौँ हामीले। 30 मिटर रेस 30 मिटरको दौडको खेलमा बोइजबाट प्रथम हुनुहुन्छ आकर्षण अधिकारी। छोटो मन्तव्यको लागि अभिभावक हुनुहुन्छ विमला सापकोटा म्यामलाई म अगाडि निम्त्याउन चाहन्छु। जोरदार तालीका साथ विमला सापकोटा म्यामलाई। धन्यवाद रेशम सर।
यस श्री शान्ति विद्यालयका प्रधानाध्यापकज्यू, शिक्षक शिक्षिका र यहाँ उपस्थित अभिभावक र विद्यार्थी भाइ बहिनीहरू, मलाई आज एउटा कुरा के भन्न मन लाग्यो भने यो नजिकको तीर्थ हेला भइरहेको क्या। आजभोलि स्कुल यति नजिक छ हाम्रो, तर टाढाको बसमा बच्चाहरू पठाइरहनु भयो। बरु हजुरहरूलाई के चित्त बुझ्दैन, यो स्कुलमा के कमजोरी आएर सरसँग सल्लाह गर्नु, सरले त्यही व्यवस्था गर्नुहुन्छ, तर आफ्नो बच्चालाई किन टाढा पठाउनुहुन्छ? यति राम्रो स्कुल छ आफ्नो गाउँमा, आफ्नै बच्चा जसरी सर म्यामहरूले पढाउनुहुन्छ। त्यो तीर्थलाई सधैँ सम्मान गरौँ, टाढा नपठाउनु आफ्नो बच्चाहरू। आफ्नो गाउँको बच्चाले आफ्नै स्कुलबाट नाम राखोस्, किन अर्काको स्कुलमा पठाउने भनेर मेरो मनमा एकदम खुल्दुल थियो। अनि सरसँग एकछिन टाइम दिनु न सर, म यो कुरा राख्छु भनेर मैले 2 मिनट टाइम मागेर भनेको। यदि नराम्रो हुन्थ्यो भने म बोल्न आउँदैन मलाई अगाडि आएर, त्यही भएर नर्भस भइरहेको छु। अनि यो स्कुल यदि नराम्रो थियो भने मैले 6 वर्ष पढाएको यो स्कुलमा किन आफ्नो छोराछोरी यही स्कुलमा हाल्थेँ त? म छोडिसकेपछि त अन्त पनि लान सक्थेँ त। मलाई थाहा छ त यो स्कुल कतिको राम्रो कतिको नराम्रो, त्यही राम्रै भएर त म छोडिसकेपछि पनि मैले यही स्कुलमा पढाइरहेको छु। मेरो बाबु 8मा छ अहिले, नानी पनि 8 यहीँबाट पास भएको हो। त्यही भएर हजुरहरूले पनि बिहान 8 बजे टाढा पठाउनुहुन्छ, आफ्नो बच्चा बेलुका 6 बजे आउँदा थाकिसकेको हुन्छ। काँचै कचिलो तातो 7 बजे खाना खाएर पठाउनुपर्छ। यहाँ भयो भने आफ्नै हातले मजाले ल्याउन पाइयो, लान पाइयो, सरहरूसँग भेट्न पाइयो। त्यही भएर आफ्नो नजिकको स्कुलमा आफ्नो बच्चाहरूलाई हालिदिनु। बरु के कमी कमजोरी छ आएर सरहरूसँग सल्लाह गरिदिनु भन्नको लागि म यहाँ उपस्थित भएको। हस् त, धन्यवाद। म फोटो खिचिदिन्छु त्यहाँ गएर। द्वितीय हुनुहुन्छ ज्योति गैरी र तृतीय हुनुहुन्छ सुभा खनाल। सुभा खनाल सुभा खनाल Marathon race, senior boys. प्रथम हुनुहुन्छ आयुष तामाङ, द्वितीय हुनुहुन्छ प्रज्वल महतो। म्याराथन तृतीय स्थानमा हुनुहुन्छ किरण गुरु, जन्म हुनुहुन्छ। प्रथम हुनुहुन्छ विवेक छेत्री। विवेक छेत्री द्वितीय हुनुहुन्छ अभिषेक पाण्डे। अभिषेक पाण्डे द्वितीय हुनुहुन्छ अभिषेक पाण्डे। तृतीय हुनुहुन्छ सोहेब गहतराज। सोहेब गहतराज वाटर फिलिङ च्यालेन्ज बोइजबाट रेड हाउस फर्स्ट। प्रथम हुनुहुन्छ रेड हाउस आसान गुरुङ, विनिश घिमिरे, अनुरोध सापकोटा, आयुष तामाङ। फिलिङ वाटर च्यालेन्ज, वाटर फिलिङ च्यालेन्ज फर्स्ट, सबै फर्स्ट। हजुर, आसान गुरुङ सबै फर्स्ट। आसान गुरुङ ओके। र सबैजना प्राइज होल्डरहरू हुनुहुन्छ, प्राइज होल्डरहरूलाई चाहिँ धेरै धेरै बधाई छ। र अबको क्रममा फेरि नृत्यले जोड्न चाहन्छु। आएसा मिसलाई धेरै धेरै धन्यवाद र म्यामलाई पनि, म्यामहरूलाई पनि धेरै धेरै धन्यवाद। मिस
रिचा मिस, सिन्धु मिस, ऐसा मिस, अप्सरा मिस। मिस जति ताली बजाएपछि मात्रै आउँछु भन्नुभएको छ। सम्पूर्ण कुराहरू चाहिँ यही त्रिकोणको सम्बन्धमा आधारित रहेको हुन्छ र त्यस्तै गरी एउटा अभिभावक भएको कारणले गर्दा पनि बच्चाहरू कस्तो अवस्थामा छ र के कारणले बच्चाहरूले कुन वातावरणमा गइरहेको छ, कस्तो बाटोमा हिँडिरहेका छन् भन्ने कुराहरू पनि हाम्रो एउटा अभिभावक भएको कारणले गर्दा हाम्रो जिम्मेवारी रहन्छ। तसर्थ होइन एक आपसमा सद्भावहरू आदान प्रदानको लागि अनुरोध गर्दछु। जोरदार तालिका साथ स्वागत गरौँ आरम्भ ढकाल। Good afternoon everyone, respected principal, teachers, parents and my dear friends. I am Arjita Mahato from grade 5. Today on this special day, I am going to deliver a speech about everyone, respected principal, teachers, parents and my dear friends. I am Subhash Khanal from grade 3. Today on this special day, I am going to speak about my school. My school's name is Sri Shanti English Boarding School. It is located in Bharatpur 17 Halaya. Kasa Mahato, Class 2. Speech on good habits. Here we all know how important good habits are in our daily life. Habits are like friends that is with us forever. We should wake up early and go to bed on time. We should brush our teeth daily and wash our hands. चिसोमा चिसो बतासै चल्यो, सिरेटोले हान्यो माया किले तान्यो तान्यो, मन उड्यो चङ्गा छैन र माया, भएन र माया, भोलि साली I am going to deliver a speech about discipline. Discipline means following. a very short speech on personal hygiene. Personal hygiene is the activity of cleaning our body parts. Good afternoon, teachers, parents, and my dear friends. Today I am going to म्युजिकल चेयरको लागि अभिभावकहरूको म्युजिकल चेयर भनेर ठाउँ बनाउँदैछन्। 8 क्लासको भाइ बहिनीहरू टिचरहरूले बनाउँदै हुनुहुन्छ। फर्स्ट हुनुपर्छ है, एकजना हो फर्स्ट हो। ल अब हट पटाटोको लागि यहाँ गार्जेनहरूको लागि यत्रो प्राइजहरू छ, न हाम्रो हातमा पो पर्छ कि भन्ने आश लागिरहेको।
एउटा त लिएर जाने हो पक्का भन्ने आँटको साथ खेल्न लाग्छु म नि हटपटाटो। ल यहाँ तयारी हुँदैछ। प्रिन्सिपल म्यामले बल लिएर हिँड्नुभयो हाम्रो हटपटाटोको लागि गार्जेनहरूलाई खेलाउने भनेर। त्यो एउटा मेडल त लिएर जाने भनेको खै सकिन्छ कि सकिँदैन त्यही आश छ एकदम। को अपार सफलतापछि अब यहाँ भाइ बहिनीहरूको प्रोजेक्ट हेर्न आएको छु म। यो कति क्लासको सोलर सिस्टम आफ्नो बाबु नानीको पढाइ कस्तो छ भनेर निरन्तर सोधपुछ गर्ने बुझ्ने त्यसलाई पनि हामीले मूल्याङ्कन गरेका हुन्छौँ। त्यहाँबाट टिचरहरूलाई पढाउनका लागि धेरै सहायता मिल्छ। यी सबै कुराहरूलाई मध्यनजर राख्दै यो पुरस्कारको हामीले व्यवस्था गरेका हौँ र हामी एउटा नृत्य गर्छौँ, त्यसपछि त्यो पुरस्कारतर्फ लाग्नेछौँ। र नृत्यको लागि कक्षा 5बाट प्रिन्सा बनिया, स्नेहा गुरुङ, स्वेच्छा सुनार, आयसा नेउपाने, अनुष्का थापा, लिजा गुरुङ, अर्जिता महतो, मेरिसा गुरुङ एन्ड प्रिन्जर सुवेदी। त्यसै गरी रिया गुरुङ क्लास 7, रिया गुरुङ क्लास 7, विविसा महतो क्लास 7, ज्योति गैरी क्लास 8, ज्योति गैरी क्लास 8।
ल ताली बजाइदिनु होला सबैले स्टार प्यारेन्ट भनेर जुन हाम्रो समापन भयो पुरानो ध्यान दिएर नाति नातिनाको नाच हेर्नलाई हुनुहुन्छ क्लास 1 हिमानी सापकोटा सेन्ट्रिना बिक प्रणव कौडेल त्यही बोलेकाहरूले पाएका हुन् क्या अहिले बोलेकाहरूले आरजु सुधा प्रकृति थापा प्रथम हुनुहुन्छ विनिता महतो ल ताली बजाइदिनुहोस् त ल यो चाहिँ हटपट्टि आँटेको है त त्यसै गरी द्वितीय स्थानमा हुनुहुन्छ विमला सापकोटा विमला मिस त्यसै गरी हट पटेटोबाट तृतीय स्थानमा हुनुहुन्छ चन्द्रकला सापकोटा यो चाहिँ विद्यालयको तर्फबाट This is the letter of appreciation for the teachers. Miss Nisha Neopane, heartily congratulations for your journey with Sri Shanti English Boarding School. We truly appreciate your dedication, loyalty and hard work and would like to thank you for being an integral part of our team. We value your presence and look forward to many more fruitful years togetherness and teamwork. Thank you. त्यसै गरी अर्को पुरस्कार मिस अप्सरा खनाल त्यसै गरी अर्को रहेको छ मिसर रेशम तामाङ रेशम सरलाई हार्दिक बधाई जोरदार ताली Thank you so much for the time. Thank you. Thank you.
तुझी मदत आहे माझी होणारी हमसफर I like your beauty, I like your fashion तुझ्यावर थांबून आहे माझी नजर एक नंबर तुझी कंबर बच्चाहरूलाई खेल्नको लागि प्लेग्राउन्ड छ पार्किङ एकदम राम्रो शान्त वातावरणमा हरियाली रुखमुनि पढाइ हुन्छ यहाँ आँखा झुल्किने मेरो सानो पल्लो गाउँ फुर्के डोरी हामीलाई चिन्न तिम्रो मायाले मेरो सानो छ मलाई छ त मेरो माया हे वर्षा मिस्ता नाच्नु नै पर्यो नि विद्यार्थीले साह्रै कर गर्यो नि गलबन्दी च्यातियो तिमीले तानेर बोलाउन खोजेको आफ्नै ठानेर ल ताली बजाउनुहोस् वर्षा लागि ओके थ्याङ्क यू लक्ष्मण सरको नाच पनि दामी छ गलबन्दी के रे कोन आज हजुर नाच्नुहोस् है छम हजुर नाच्नुहोस् गीत बज्छ धमाधम गलबन्दी च्यातियो तिमीले तानेर बोलाउन खोजेको आफ्नै थ्याङ्क यू भाइ बहिनीहरू अब मैले बोलाउँदा नमान्नु झराको अब पालो रेशम सरको गलबन्दी
मैले सिकाएको टुक्का भन्यौ नि गीत चाहिँ गाउँछु भनेर ए नाच्नै पर्थ्यो भनेको गीत त सुनिराख्यो नि हामीलाई नाच चाहियो अब एउटा टुक्का गाख्नु पर्यो नाच्ने तयारी छैन नि त नाच्नको लागि कसरी तिमीले भनेको जाने ठुरी यो सम्झिने मन छ म बिर्सु कसरी तिमीले भनेको आजको हाम्रो प्यारेन्ट्स डे अब सक्यो हामी गेटबाट बाहिर निस्क्यौँ कस्तो भयो त एकदम रमाइलो खुसी छु स्कुलले प्यारेन्ट्सहरूको लागि गेम खेलाएर आज एउटा बुढेसकालमा भए पनि तकमा लाउने रहर पुरा गरेँ यसमा एकदमै खुसी छु र छोराले राम्रो निट एन्ड क्लिनमा यो एउटा पुरस्कार पनि पाएको हुँदा यसले चाहिँ अभिभावकले सम्मान गर्नुभयो स्टार प्यारेन्टको यो स्टार प्यारेन्ट्स अफ द इयर 2082 पाएकोमा एकदमै खुसी छु मैले पनि छोरालाई राम्रैसँग स्कुल पठाइरहेछु भन्ने कुरा आज भइरहेको आज पुष्टि भयो ल यति भन्दै हामी धन्यवाद बाई बाई टाटा अब घर जान लागेको मेरो भ्लग आज घर एकदम टाढा छ कसरी जाने घर एकदम टाढा 2 मिनट लाग्छ कि लाग्दैन गाडी नै आएन घर गएपछि फेरि यो रातो सातो सबै मुख धोइन्छ भनेर बाटोमै बनाउन लागेको कि मेरो भ्लग यति नै भनेर अब घर गएर जे काम गरेँ नि यतिखेर फेरि अटोमा चाहिँ केही पनि पाइँदैन आफूलाई चाहिरह केही गाह्रो हिँड्न पर्छ आज मेरो यिनीहरूले स्वागत गरेर अटोमा लाने भन्थ्यो कि बिचरा अबिरलाको अटो नै पाइएन भनेर पिट्ला नामलाई यहाँ कसको स्कुटी रहेछ ल हिँड मलाई यसैमा लिएर जाँदा गुडकाम ल गाइजहरू आजको यति धेरै प्राइजहरू लिएर आएँ नि घाँटीभरि मङ्गलसूत्र कति हो डुडुन्टा एउटा फर्स्ट सेकेन्ड आजको यो अब उसमा लाउने के अरे टुबीको पालो आउँदैछ पछाडि यो चाहिँ पैसा बच्ने भयो ल यति भन्दै मेरो आजको भ्लग यहीँ टुङ्गिन्छ बाई बाई